प्रश्न नम्बर 1, विवाहपछि दुलहा 6 महिना ससुरालीमा बस्नुपर्ने चलन कुन जातिमा रहेको छ? अप्सन ए लेप्चा, अप्सन बी धिमाल, अप्सन सी गुरुङ, अप्सन डी रिमाल। यसको सही उत्तर रहेको छ अप्सन ए लेप्चा। प्रश्न नम्बर 2, तलका मध्ये कुन पञ्चबाजाको समूहमा पर्दैन? अप्सन ए दमाहा, अप्सन बी झ्याली, अप्सन सी मुरली, अप्सन डी सनाही। यसको सही उत्तर रहेको छ अप्सन सी मुरली। प्रश्न नम्बर 3, हाल नेपालमा कति प्रकारका नागरिकता दिने प्रावधान रहेको छ? अप्सन ए 2 प्रकारका, अप्सन बी 4 प्रकारका, अप्सन सी 6 प्रकारका, अप्सन डी 8 प्रकारका। यसको सही उत्तर रहेको छ अप्सन बी 4 प्रकारका। प्रश्न नम्बर 4, छोरीको बिहेमा चिउरीको बोट दाइजो दिने चलन कुन जातिमा रहेको छ? अप्सन ए भोटे, अप्सन बी रिमाल, अप्सन सी राउटे, अप्सन डी चेपाङ। यसको सही उत्तर रहेको छ अप्सन डी चेपाङ। प्रश्न नम्बर 5, नेपालको सबैभन्दा अग्लो स्थानमा धान खेती गरिने जिल्ला कुन हो? अप्सन ए मुगु, अप्सन बी सल्यान, अप्सन सी जुम्ला, अप्सन डी सोलुखुम्बु। यसको सही उत्तर रहेको छ अप्सन सी जुम्ला। प्रश्न नम्बर 6, नेपालमा लासको वरिपरि बसेर रक्सी पिउने चलन कुन जातिमा रहेको छ? अप्सन ए मगर, अप्सन बी नेवार, अप्सन सी थारू, अप्सन डी तामाङ। यसको सही उत्तर रहेको छ अप्सन ए मगर। प्रश्न नम्बर 7, रातो गुराँसलाई लाली गुराँस भने झैँ सेतो गुराँसलाई के भनिन्छ? अप्सन ए सेतो फुल, अप्सन बी चिलाम, अप्सन सी सूर्यमुखी, अप्सन डी पारिजातको फुल। यसको सही उत्तर रहेको छ अप्सन बी चिलाम। प्रश्न नम्बर 8, लाखे नाच कुन जातिमा प्रचलित रहेको छ? अप्सन ए भोटे, अप्सन बी गुरुङ, अप्सन सी तामाङ, अप्सन डी नेवार। यसको सही उत्तर रहेको छ अप्सन डी नेवार। प्रश्न नम्बर 9, नेपालमा नेपालीपछि सबैभन्दा धेरै बोलिने भाषा कुन हो? अप्सन ए मैथिली, अप्सन बी तामाङ, अप्सन सी नेवारी, अप्सन डी भोजपुरी। यसको सही उत्तर रहेको छ अप्सन ए मैथिली। प्रश्न नम्बर 10, नेपालको ढोका भनेर कुन ठाउँलाई चिन्ने गरिन्छ? अप्सन ए सुनवल, अप्सन बी रक्सोल, अप्सन सी कलैया, अप्सन डी वीरगञ्ज। कृपया यसको सही उत्तर कमेन्ट गर्नुहोला। अनि आजको भिडियो कस्तो लाग्यो? सल्लाह सुझाव प्रतिक्रिया अवश्य दिनुहोला। म हजुर सामु यस्तै जीके सम्बन्धी महत्त्वपूर्ण अनि रमाइला प्रश्नोत्तर लिएर उपस्थित हुनेछु भन्दै आजलाई बिदा हुन चाहन्छु। हस्।